guys, welcome back to my channel. आज चाहिँ बाहिर म धरान जाँदैछु। आज चाहिँ मैले बोल्दै भिडियो बनाऊँ भनेको अलिक हात आएन। अलिक बोल्दै नसक्ने रहेछ, के बोलौँ हुँदो रहेछ। यो अब चाहिँ बिस्तारै बानी हुन्छ भन्ने आशा छ। हामी चाहिँ गाडी चढेर जाँदैछौँ धरान। बाहिर म चाहिँ पुरा गफ गर्दै जाँदै थियौँ। यो गाडी त के चला हो भन्ने पुरा डर लागिरहेको थियो। हामी चाहिँ पुरा बाहिर म चाहिँ प्लान गर्दै थियौँ क्या, यहाँनिर ओर्लेर जाउँ भनेर। अनि छेउमा चाहिँ एकजना दिदी हुन्थ्यो, उहाँलाई चाहिँ पहाड थिएन, बिन्दास टिकटक बनाएर हामी चाहिँ डरले थुरथुर भइसकेको थियो। हामी चाहिँ दमकाएर ओर्थ्यौँ। भगवान्, त्यो गाडी त के कुदाएको त्यसले त हामीलाई धरा नै नपुऱ्याउला जस्तो भयो कि। अनि हामी चाहिँ यही ओर्ल्यौँ। अब के खानेकुरा खाने अनि जाने। उता जाउँ, आइज यहाँनिर जाउँ न। छैन नि हौ, अम्म त्यही माथि पछाडि परेको थियौँ, उडेर टाउकै माथि नै ठोकेर जस्तो भएर हामीलाई त धरा नै नपुऱ्याउला जस्तो गऱ्यो क्या त्यो गाडीले त। भगवान्, बल्ल बल्ल अनि ओर्ल्यौँ, बाँच्यौँ हामी बल्ल। हामी चाहिँ चटपटे खानेलाई कस्तो धुवासेन मिठो चटपटे खानेलाई हामी चाहिँ यहाँ दमकमा छौँ। दमकदेखि फेरि अर्को गाडी चढेको। ओए कता छ गाडी चाहिँ पुरा खाली छ। कहिले पुऱ्याउने त बाटोतिर यसो भिडियो बनाउँदै आऊँ भनेको। बाटो त खत्तम, धुलो सुतेर बुझ भिडियो गर्ने बिर्सेछु कि मैले त। यहाँनिर चाहिँ अर्को साम्बाङज्यू आउनु भएको रहेछ। हामी चाहिँ धरान आइपुग्यौँ। यो ठाउँ चाहिँ म धेरै मिस गर्छु। मेरो छ्यामाले हेर्दै हुनुहुन्छ भने छ्यामा कहिले आउनुहुन्छ, धेरै मिस गरेको छु। आजको पैसा सके हाम्रो। अब पैसा सके हाम्रो यहाँसम्मको। धरानको बस पार्क। सो वेलकम टु क्लियर एन्ड क्लिन सिटी धरान। हामी चाहिँ भर्खर गाडीबाट ओर्लेर फुपूलाई पर्खेर बसिरहेको छौँ। फुपू चाहिँ लिन आउँदै हुनुहुन्छ। मलाई चाहिँ थाहा छैन कहाँबाट कता जाने हो भनेर। भाइ चाहिँ अस्ति पनि आएको, म त पहिलोचोटि आएको हो। थाहा छैन यहाँदेखि कता जाने हो के हो भनेर। हामी चाहिँ एकछिन बाह्र चोक निस्केको थियौँ फोनको कभर किन्नलाई। अहिले चाहिँ मोन्डेलाई फोनको कभर हेर्दै गर भनेको थिएँ र हामी चाहिँ जाँदैछौँ बाह्र चोक।
नामै थाहा छैन आउँछ आयो तर कहाँ आयो थाहा छैन चाहिँ आइएमईमा बोलाएको थियो अनि हामी चाहिँ त्यहाँ आइपुग्न आएर कल गरेको फेरि उता भान्चोकै आउनु भन्यो अनि हामी चाहिँ भान्चोक जाँदैछौँ तेरो आउनुहोस् 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 सस्तो मस्तो आयो जाडोको लुगा आयो सस्तो मस्तो सस्तो मस्तो हामी चाहिँ अहिले धरानको भानुचोकमा छौँ हामी यहीसँग हो आमामा कति धेरै लुगा छ त अन्त अब यहीँको लुगा बेच्ने उयोहरूसँग बस्नुपर्छ होला हामी लुगा किनिदिनु ल यहाँ आएर लुगा किनिदिनु है फाइनली हाम्रो मन्डे सरको इन्ट्री भयो मैले चाहिँ आलु निम्की खाने भनेर भनेको थिएँ अनि यसले चाहिँ हाम्रो आलु निम्की खाने ठाउँमा ल्याएको थियो साथीहरू भेट हुनु पाएको छैन झगडा परिहाल्छ योसँग त गरै मिल्दैन होइन भर्खर खाएर ढरेर हिँडेको बुढी ढरेर हिँडेको त पुरा उयोहरू रहेछ नि त उठ्यो होइन म किनिदिन्छु भर्खर खाइरहेको यता पाउनु पर्ने रहेछ कस्तो सेलिब्रेटीवाला फिल हुने रहेछ त के को टोपी हो हिँड्ने त्यो यस्तो ज्वरो आउँदा पट्टी उयो लाउँछ नि निधारमा हो त्यस्तो खालको पल्टेको टोपी किनिदिन्छु यस्तो यो कानमा लाएर यस्तो बजाउनेवाला किनिदिउँ भालु टोपी राम्री राम्री केटीहरूलाई फोकस गर्छु यस्तो एउटा लाइट बल्यो भने क्यामेरा नै फुच्चो पारिन्छ भ्लगरहरू यस्तो बिर्दामर्देखि आएको भ्लगर महँगोमा झिकाएको भ्लगर रहेछ उनको कभर खोजेपछि भने यस्तो कभरै भेटेन देशी लाइन वेलकम टु देशी लाइन अब कति राम्रो मान्छे हो यसले हामीलाई यहाँ जोत्तैमा ल्याएर हुनु चाहिँ फेरि केही रहेन रहेछ है अन्त भाइ त्यही क्या अब त्यस्तो त्यो पतञ्जली जस्तो कभर चाहिँ कसले बोकेर हिँड्छ हौ अन्त नहसा न त पतञ्जली जस्तो कभर बोकेर चाहिँ को हिँड्छ हौ मेला आइपुग्यौँ ख्याल कहाँबाट कता आइपुग्यौँ थाहा छैन जोत्मा फोनको कभर किन्नु हिँडेको मान्छे मेला आइपुगेर अब होला त ए 3 जना हजुर आफ्नो बहिनी भित्र बाहिर गर्ने हुन्छ होला यो देखायो होला अघि पछि गऱ्यो भने
भित्र मात्र बस्नु नदेखिन राख्नुपर्छ तल लाग्दैन म त नाचिहाल्छु अहिले धरानको सबभन्दा टपमा आइसकेको छु तीनजना थियौँ हामी चाहिँ होइन तर बहिनी र मलाई लाग्थ्यो त्यसलाई एक्लै पार्थ्यो क्या मैले त्यो कुन्दाको झन् डर्थ्यो र सपनीमा खै पिङ्नै कुद्दैन हाइर हुई मात्रै गर्छ के हो हामी यतिकै यहाँ अर्केको 5 मिनट भइसक्यो पुरा एक्साइटेड भइरहेको क्या मजा आएर त फेरि अड्कायो उयो चाहिँ पुरै धरा नै देख्नु हाँसेको कि रोग हो मेलाको भगवान न स्टेजमा एउटा मान्छे छ न केही छ हेर्ने दर्शकबिनहरू यति मात्रै छ दर्शकबिनहरू खै हो मान्छे स्टेजको मान्छे खै कोही पनि छैन त ताली पड्काउनेहरू कोही छैन त
के यो कुन खालको मेला हो हिँडेको तिमीहरू चाहिँ मार्दैन यो लाग्छ हिँड्दा मार्दैन यहाँ हिँड्दा ऊ त उयो मान्छे त कति ह्यान्डसम रहेछ हौ लामा साह्रै ह्यान्डसम लाग्यो ए होइन अङ्कल पो रहेछ के हो कि दाजु हो के हो राम्रो हुनुहुँदो रहेछ उहाँ ह्यान्डसम हुनुहुँदो रहेछ राम्रोसँग घर चाहिँ जाने फेरि त्यहाँ हामी चाहिँ यहाँबाट लाग्यौँ डाँडागोपा अहिले चाहिँ हुक्का खाने भनेर यहाँ फ्लाइओभर घुमिरहेको छौँ हामी चाहिँ जोतमा फोनको कभर किन्न आएको मान्छे हामी मेला पुगेर अनि अझ कहाँ भयो अरे फुड पार्क कि कता त्योभन्दा सुरुमा गएको खै कता पुग्यो भगवान् हिँडेको उमा हिँडेको गुमा पुग्यो त्यहाँ चाहिँ चर्चहरू रहेछ क्या त्यही भएर यस्तो लाइटहरू आएको रहेछ है र हामी धरानदेखि आयौँ भान्चोकदेखि मजाले कहाँ ल्याएर छोडेर ठग्यो हामीलाई कस्तो रहेछ बेहुरा सकेकोहरू श्री दिपेन्द्र आधारभूत विद्यालय हो अरे 50 रुपियाँ गोटा हो भाडा 150 रुपियाँ भन्छ अझ थोरै भयो पो अरे त्यही नि यहाँ आधी बाटोमा ल्याएर छोडेर विचलित पारेर आजको लागि चाहिँ भिडियो यति नै थियो सो थ्याङ्क यू सो मच फर वाचिङ आई होप यु गाइज आर इन्जोइड एन्ड डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब टु माई च्यानल सी यू अन नेक्स्ट भिडियो बाई बाई Thanks for watching. Please subscribe.